यस्ता दिन आउँछन् होला जस्तो लागेको थिएन पास्टर बुवा मलाई। यी दिन आउँछन् जस्तो मेरो मनमा थिएन। अब मेरो दिन यत्तिकै नै गएँ, म गएँ जस्तै थियो त्यति बेला मलाई। मेरो नाम टेप कुमारी गिरी हो। अनि मलाई चाहिँ मैले ठुलो सङ्कट पाएर चाहिँ मैले पढ्नु पाएको। मलाई लगेर थाना बोलायो। अब विश्वास छोड्ने कि श्रीमान छोड्ने, दुईमा एक गर्नु पर्यो भन, असैले भनौँ क्या। म बिमारी भइरहन्थेँ, मेरो टाउको दुख्थ्यो पहिले, अनिखेर टाउको दुख्थ्यो, निन्द्रा लाग्थ्यो हुने, अनिखेर सुतेपछि केही थाहा नपाउने, अनि बेहोस हुन्थेँ। अनि पछि चाहिँ पहिले चाहिँ काम गरेर नका दुःखले सुते कि अल्छी गर भनेर भन्नुहुन्थ्यो सासूहरूले पनि घरमा। पछि चाहिँ अनिखेर त्यहाँबाट सासूले चाल पाउनुभयो त्यो बिमार नै रहेछ भनेर घचघचाएर बोलाउँदा पनि बोलिन अरे। अनिखेर त्यहाँबाट धामी लाउनु भयो सासूले। म घरमा धामी लाउँदा पनि केही भएन। अनिखेर माइतमा गएर अनिखेर आमा बाबुहरूले धामी लाउनु भयो। कति 3-4 दिनको बाटो पनि एउटा धामी लायो। अनि 3-4 महिना अलिक सन्चो जस्तो हुने, अनि फेरि भेटिहाल्ने। लु फलानु ठाउँमा पो जाने ठाउँ धामी भन, फेरि उहाँ जाने छ अरे भने उहाँ गयो। 3-4 दिनको बाटो पनि बस्दै गएर पनि धामी लाएँ। अनि फेरि त्यस्तै हुने, 5-6 महिना निको हुने, अनि फेरि भेटिहाल्ने। त्यस्तो गर्दा आमा बाबुले एक दुहुना मैसी पनि गाई पनि भन्नु भन्न, थोरै मैसी पनि भन्नु भन्न, दशा खाने खसी त्यो धामीले के खान्छ के गर्छ, लुगा कपडा दिएर कति पैसा पनि कबल गरेर त्यस्तै लाउनु भयो। त्यस्तै हुने, 5-6 महिना निको हुने, फेरि भेटिहाल्ने। अनि केही गर्दा पनि भएन, केही गर्दा पनि डाक्टर भयो ठाउँमा गएर नचाउँदा पनि केही बिमार पत्ता लागेन, बिमारै छैन भनौँ डाक्टरले चाहिँ। अनि सबै गर्दा पनि निको भएन। त्यत्तिकै धामी लायो। फेरि 2-4 महिना निको हुन्छ, फेरि त्यस्तै गर्दै बसेको थिएँ। अनि पछि चाहिँ जलजराडोमा घुम्नेमा गएपछि मेरो छोरीलाई कुकुरले खायो। अनि गाईघाटमा दबाई गर्नु भनेर लिएर आएका बाउ चाहिँले लिएर आएका, त्यही मारापाचा राई कहाँ गएछन्। अनि त्यो रक्सी पाएर म राखेर धाउराहरू खोज्दा मन जङ्गल जान्थेँ। आउँदाखेरि 2-3 जर्किन रक्सी सबै 2जनाले खाइसकिहाल्थेँ। जहाँ डम्रै डरम छानेर खाइसकिहाल्थेँ। त्यस्ता थिए। बुढा पनि एकै खालका, बुढी पनि बुढीको बिमार मेरै जस्तो। अनि तिनीहरू त विश्वासले आएछन्, निको भएछ क्या। अनि भाइ हामी त नहिँड्ने बाटोमा हिँडेको रहेछौँ। म त त्यो बाइबल पढ्छु, रक्सी खान पनि छोडेँ, तर भाउजूलाई बिमारले पनि छोड्यो, बहिनीलाई बिमारले छोड्यो छ कि छैन, त्यसमा लाग्नुपर्छ भनेछ त्यसले क्या। अनि गएर त्यस्तो भनेको छ मारापाचा राईले भनेर भनौँ। त हाम्रो घुम्ने भन्ने ठाउँ नि अलिक तल एउटा चर्च थियो, गीत गाउँथे गर्थे, के रहेछ त्यहाँ भनौँ, विश्वासीहरूको कार्यक्रम भन्थे। म त जहाँ पुगेको चाहिँ थिइनँ। अनि पास्टर लिएर गएछ क्या त मारापाचा राईले घुम्नेमा गाईघाटदेखि गएछ। अनि त्यति बेला ठिक्कै फेरि बिमारी भएको थिएँ। बहिनी चर्च पनि रहेछ यहाँ, यसरी जानु, तिम्रो दिदीको त बिमार निको भयो, विश्वासमा लाग्नु पर्छ, अनि प्रभुले निको पार्नु हुँदो रहेछ भनेर के गवाई सुनायो। अनि प्रार्थना गरेँ, पास्टर लिएर उसले गएर प्रार्थना गरिदिएँ। अनि तिनीहरू हिँडे। अनि म प्रार्थना नगरेर पनि छोड्नु त बिमारले। अनि मैले सन्चो भएँ। अनि मेरो श्रीमानले पनि जा भनेर भने। मैले फेरि सुन्दा थिएँ के भनेदेखि त्यहाँ विश्वासीहरू थिए, एउटा तामाङ घरमा शिक्षा पढ्न भन थुप्रो भेला हुन्थ्यो। मैले त पढिनँ। अनि त्यहाँनिर माटा गएको थियो, पानी सारा खाइदिन्छ त्यो रहनीले, हेर्नु नि त्यो विश्वासी रहनीले पानी सारा खाइदिन्छ तामाङ घरमा। अनि एउटा रहनी चाहिँ पुण्नु खुल्ने भन्ने रहनी। अनि म उता आउँदाखेरि ती रहनीहरू बात मार्दा, अब सुमन कामा घरको पानी खानु हुँदैन, त तामाङ घरको पानी खानु हुँदैन, विश्वासी त भनेको त कामी दबाईभन्दा सानो जात, माटा गएर पानी सारा खाए, अब सुमन कामा घरको पानी खानु हुँदैन हामीले भनेर 2-3 वटा बसेर कुरो गर्दैन। त सुन्न थिएँ मैले। यसो सम्झेँ विश्वास लाग्छ, बिमार निको हुन्छ लाग्छ। माइत मामाले जाँदा पनि मलाई भित्र पस्न पनि दिँदैन होला, मैले छुए पानी पनि कसैले खाँदैन होला, त्यो भयो क्या मेरो मनमा। त्यत्तिकै अनि तल टप्पोमा कोसी टप्पोमा फेरि जग्गा किन्यौँ। अनि उहाँ गएपछि त्यहाँ विश्वासी छैनन्। मेरो बिमार देखेपछि विश्वासमा लाग्नुपर्छ, निको हुन्छ भने त्यहाँकाले पनि।
अनि मेरो श्रीमानले लाग्नु भन्थे मलाई चाहिँ त्यही थियो फेरि माइतमा अल जाँदा पनि कसैले अब मलाई लिँदैनन् भन्ने थियो। अनि तेरेकै थिइनँ अनि कताबाट आउने विश्वासमा लाग भनेको पनि लाग्दिनुहोस् मैले खान पाउनु भन्ने यत्रो लौरा डङ्कुन कुट्ने बिमारीहरू सुते ठाउँमा त्यस्तो गर्ने। अनि एक दिन त माथि घुम्ने भन्ने ठाउँमा आयो त अन्न पानी सबै मेरो माथ्ने थियो तल टप्पु गरेर बसेको थियो माथिबाट लगाएर खाने गरेको थियो। 30-35 किलोको भारी हालेँ डोकोमा अनि त्यही बोकेर त्यो पुर्याउन सक्छु भन्ने आँटले म बोकेर हिँडेपछि बिच जङ्गलमा पुगेपछि 3 घन्टाको बाटो जानु पर्ने त भारी बोकेर अनि तल कोसी टप्पुमा जाँदा त मैले त जङ्गल पसेपछि त टाउको दुख्न थाल्यो त भाडी साडी त्यहीँ फ्याँकेर त्यो बाटै पलातै सुत्नु जस्तो भयो। मेरो नहुनारी शरीरले पानी हुन्थ्यो क्या अनि सलक्कै हुने त्यो सुत्नु जस्तो बल्ल रातो पानी भन्ने ठाउँ थियो त्यहाँ निक्लेर अनिखेर बान्यानी भन्ने दुःख पाएको थियो उसको बुढा थिएन 3 छोरी पार्ला उही जान्थ्यो बटिया खर काट्न अनि बुढी सिमाल तर्लो रुन्थ्यो दिन्थेँ अनि गएर बस्थेँ त्यसै घरमा पुगेँ बल्ल र बाहिर खाटमा चाहिँ सुतेँ। दिदी तपाईँ छोरीहरू कहाँ गए म त्यसरी सकिनँ बिमारी भएँ भारी मेरो पुऱ्याइदिन्छ नि भनेर भने। अनि यस्तो बिमार त विश्वासलाई चिनेको हुन्छ अरे मलाई पनि बोक्सी डानीहरूले थुप्रो दुःख दिइरहन् म त भोलिदेखि लाग्नु नि विश्वास शनिबारको दिन चाहिँ हेर्नु नि भनी अनि आइतबार म चाहिँ गर्छन् सङ्गति त्यो विश्वासीहरू पनि सबै त्यसै भन्छन् यसो सम्झेर सुतेर अनि त्यसले त्यसो भनेपछि अनिखेर सम्झेर अनि मेरो मनमा खुल्दुन थाल्यो माइदिन मामाले नर्न नाता जेसुकै होस् मेरो जिउ डर भयो भने त मेरो छोराछोरीलाई म बनिबुत्तो गरेर पनि खुवाउँछु लाग्छु भन्ने मन भयो हेर्नु है मेरो लाग्छु भन्ने मन भयो। अब म भोलि आइतबार छ चर्च पनि त्यही नजिकै थियो विश्वासीहरू वरिपरि भोलि गएर म अब लाग्छु के चाहिन्छ अब थाहा थिएन के चाहिन्छ भोलि गएर भन्छु र लाग्छु म भन्ने मेरो मन भयो। म अब विश्वासमा लाग्ने नै मेरो मन भयो। त्यसो भएपछि त म त विश्वासमा लाग्छु भन्दा मैले त अलिअलि गरेर टाउको दुख्न छोडो त भाइ त मैले आफैले पुऱ्याएँ फेरि अनि अलिक सन्चो भयो। अनिखेर उसको छोरीहरू पनि रहन्छन् अलिक सन्चो भयो दिदी जान्छु आफै भन्न अनिखेर त्यहाँबाट बोकेर लगाएँ मैले त सन्चो भयो। अन्त मेरो त मनबाट बढ्यो नि त सम्झिँदा त्यस्तो हुन्छ भने लाग्दा झन् सन्चो हुने रहेछ भन्नुभयो क्या मलाई। अनि घरमा गएँ बेलुका अनिखेर श्रीमानसँग कुरो गरेँ यस्तो भयो मलाई त म त विश्वासमा लाग्नु पर्यो भोलिदेखि भने मैले त तँलाई पहिल्यैदेखि लाग भनेको नि त नमानेर भन्नुभयो। अनि म त सुतेँ एक झपको मात्रै सुतेछु गुरुबार त्यति बेला घडी पनि बाँधेको थिएन अनि गम्मै ढुङ्गाको ढुसी लागेको थियो अनि रात पनि बितार पाएन एक झपको सुतेछु। अनि म त त्यो पास्टरहरू घर त्यहीँ नजिकै थियो तिर नजिकै नै थियो अनि गएँ सुन्ने सान्ने कोही उठेका छैनन् मध्यरात भएको रहेछ वारिपारी सबैतिर हेर्छु कतै बत्ती पनि बलेको छैन सँग त भाले बाँच्थे भाले पनि बाँचेको छैन आएँ फेरि अनि घरमै आएर गाई दुहुना थियो गाईलाई खोले पकाएँ गोबर सोरेँ ओरेँ मुही पार्नु थियो मुही पारेँ उज्यालो हुँदैन भाले नै बाँच्दैन। अनि गाई दुहेँ तताएँ उज्यालो हुँदैन भाले नै बाँच्दैन। अनि सुतेँ फेरि एक झपको सुतेछु अनि एक झपको सुतेर अनिखेर उठेर अनिखेर भाले बाँच्दो रहेछ र चाल पाएर गएँ एकजना चाहिँ भर्खर उठेर छ अनि गएर म त विश्वासमा लाग्नु पर्यो के चाहिन्छ यस्तो भयो तपाईँले त पहिलेदेखि नै भन्नुभएको म अब चाहिँ लाग्छु के चाहिन्छ भनेको गएर थाहा थिएन आफूलाई केही चाहिँदैन भाउजू केही चाहिँदैन कुखुरा भाले डिम्बा खसी बुक्का केही चाहिँदैन तपाईँको खाली शुद्ध हृदय चाहिन्छ भन्नु त पास्टरले। अनि गएर पास्टरहरूसित कुरो गर्दै थिएँ अनि मेरो श्रीमान पनि अनिखेर जुवा भाँचिएको थियो हाम्रो जुवा खोज्न भन्न अनिखेर त्यहीँ गएछन्। भाउजू त्यसरी विश्वासमा लाग्ने भन्नुहुन्छ तपाईँहरूको सल्लाहले कि केले दाइ भन्नु मैले त पहिलेदेखि लाग भनेको सल्लाहले गर्ने भन्नुहुन्छ गराइदिनु भन्नु सोधेँ गराइदिनु
मैले त पहिलेदेखि भनेको यसले टेर्दै टेर्न आज चाहिँ के मन आएर लाग्छु भन्दै चाहिँ आफै लगाइदिनु म खुसी छु म विरोध गर्दिनँ भनेर भने अनि गरम गरेर लगाएपछि त म त कति मेरो त फुलाको ठाउँमा जस्तो जिउ कति बल तागत आयो है आयो अनि सिमल तल रोप्थ्यौँ हामी त्यहाँ टप्पूमा त्यो सिमल तलको भाइ त म त ढोकामा दाउरा भाइ जस्तो हाल त्यहाँ माथि पनि बोरा हालेर लगेर त गलफडिया सबैतिर भाकालपुर सबै गएर म त 30 पाइ धान बोकेर ल्याउँथेँ म सिमल तलले साटेर त्यस्तो बल तागत आयो मेरो हेर्नु नि घरमा ल्याएर भर्दाखेरि 30 पातिर छ धान अनि त्यस्तो बल तागत आयो अनि बजारमा लान्थेँ सिमल तरुल बेच्न उसिनेर काँचो पनि लान्थेँ बोडीहरू थुप्रो त्यो बोडीहरू पनि बेच्न लान्थेँ अनि त्यस्तो गरेर अनिखेर बस्यौँ पछाडि अनिखेर मेरो आमा खस्नुभयो अनि म झापा गएँ मेरो माइती झापा पहिले त भचुरे थियो अहिले झापा पनि छन् सबै गएँ अनि गाडी बन्द भयो फेरि हेर्नु नि अनि म 14 दिन पछाडि आएपछि कराएर खप्ने गरेनन् अनि भित्र नपस् गाई खाने मुसलमाने धर्म लिएको मेरा तिथि श्राद्ध गर्नुपर्छ मेरा कुल पितृ नर्क कुनै पर्छन् मैले पूजाआजा गर्नुपर्छ भनेर भित्रै पस्न नदिने माता बेला हो गाउँ गाउँ बस्नुपर्ने जहिले त्यसै भन्ने कति लामो खुकुर लिएर खेद्ने काट्छु भनेर अनि भित्रै पस्न नदिने त मेरी बुढी हैनस् सुको बुढी होस् मेरी बुढी हैनस् भन्ने भाँड गर्ने त्यसो गरेर मलाई जयमसी भनेको सुने भनेदेखि स्याउसँग गएको देखेँ भनेदेखि तँलाई काट्छु भन्ने अनि मलाई भित्रै पस्न दिनु भन 5-6 दिनसम्म बाहिर गएँ अनि मेरो छोरा काठमाडौँमा थियो यहाँ माइला छोरा अहिले जोरपाटीमा छ अनि त्यसलाई फोन गरेर अनि त्यो गएपछि अनि मेरो सुभाषलाई चाहिँ भाउजू बुहारी थिए जोरपाटीमा बुहारी थिए अनिखेर जा भनेर अनिखेर काम गर्थ्यो यो पनि त्यो खनिचारमा काम गर्थ्यो क्या काम गर्थ्यो त काम गर्थेँ अनिखेर भाउजूले साथी हुनुहुन्छ जा भनेर पठाएर बुहारी यहाँ छोडेर 7 महिना गएर बस्यो आमाको लागि नकाटी नछोड्ने भन्ने अनिखेर त्यसरी बसेर अनिखेर कमाइ खेती गऱ्यो बर्खाभरि कमाइ खेती गऱ्यो मैले धेरै शास्त्र सुनेको छु संसारमा छँदाखेरि म 5 वर्षदेखि मेरो हजुरआमा हिँड्नुहुन्थ्यो पुराण सुन्न गर्न वर्षैपछि पुराण लाउनुहुन्थ्यो मेरो हजुरआमा छँदा मैले शास्त्र सबै सुनेको छु पति धर्म जस्तो ठुलो केही होइन भन्ने सुनेको छु अरू मेरो माइती मामाले पनि खुसी छन् सन्चो बच्चा तँलाई त्यस्तो बिमार थियो भने खुसी छन् ऊ पनि पहिले लाग्दा त मेरो बिमार निको हुँदा त ऊ पनि खुसी नै थियो पछि चाहिँ अनिखेर त्यसो गर्न थाल्यो म जब त माइत पुगेर त्यहाँदेखि त्यसो गर्न थाल्यो अनि यो रामजी ठुलो भएको नि त्यति बेला टपबाट नि आएको त फाइदादेखि कुरो भरभरि गरौँला अब विश्वास छोड्ने कि श्रीमान छोड्ने 2मा 1 गर्नु पर्यो भन्ने असैले भनौँ क्या कस्तो गरेर बल्ल पाएको पर्यो म छोड्दिनँ विश्वास म छोड्दिनँ म श्रीमान छोड्न म राजु छु विश्वास छोड्दिनँ म त शरीरका लागि मात्रै मेरो बिमार मात्रै निको हुन्छ भन्ने लागेको थिएँ तर आफूले अध्ययन गर्न नजाँदा पनि आत्माका लागि चाहिँ लाग्नु पर्ने छ विश्वासमा म विश्वास छोड्दिनँ जे गर्नुपर्छ गर्नुहोस् म श्रीमानलाई छोड्छु भनेर म त हिँडेँ अबेला भइसक्यो मैले त मेरो त वस्तु भाउ बाख्रा पाठा कता के भइसके नानीहरू स्कुल गएर म त हिँडेँ भने हिँडी गएँ नि मलाई थाना चौकी लड्छ ठेङ्गियाको त विश्वास छोड्नु भन्दा